हेलो गुड मर्निङ नमस्कार सबैजनालाई। आज हामी चाहिँ स्विन्डनबाट कर्नवाल होलिडेको लागि जाँदैछौँ 4 दिनको लागि। आज चाहिँ हाम्रो डे 1 हो। यता हुनुहुन्छ हाम्रो ड्राइभर साहब रविन गुरुङ अनि प्यासेन्जरहरू चाहिँ उमा राई, हिमा राई, रमा राई एन्ड काया गुरुङ। हामीलाई चाहिँ हामी आजको बस्ने ठाउँसम्म पुग्नलाई चाहिँ ठ्याक्कै 4 घन्टा लाग्ने रहेछ। यहाँबाट हामी बस्ने ठाउँको नाम चाहिँ सेन्ट अर्थ भन्दो रहेछ। हामी चाहिँ आज डे 1 मा के गर्नेछौँ हजुरहरूले भिडियो मार्फत देखिहाल्नुहुनेछ। अब हामी चाहिँ लाग्यो है त हाम्रो डेस्टिनेसनतिर। यता हुनुहुन्छ हाम्रो सानो मम्मी, उहाँले चाहिँ होलिडे मनाएर छिटो आऊ भन्दै हुनुहुन्छ। हजुरहरूलाई भिडियो हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला है त। वेब नेपालमा यस्तो बाटो हुन्छ कि हुँदैन? हुन्छ नि, हुन्छ लाजी बाटो छ। अरूमा चाहिँ थाहा छ। लाजी भोजपुरमा छ। भोजपुरमा मात्रै। अनि लाजी गोर्खामा नि छ, साँच्चै गोर्खामा छ। गोर्खामा छ। तपाईँले बनाएन? मैले खने ठेकेदार हो नि। ठेकेदार भएर त यहाँ नि जाम घन्टेका भनेर कतिको ठग्नुहुन्थ्यो त नि ठेकेदार काम गर्नु? करोडमा ठग्थ्यो नि। करोडमा राख्नु त्यो पैसा सबै गरिबहरूले दान्थे। अनि त्यस यहाँ आएर घन्टा घन्टाको यति रुपियाँ भन्दै जिरो भएपछि आएको नि यो के हाफवेमा आइपुग्यो गाइजहरू। एकछिन रिफ्रेस हुनु पर्ला मेरो छोरीहरू। यो धेरै काया भोक लाग्यो सानो? छिन रिफ्रेस भएर अब टिस्यु पेपर नि पापा, टिस्यु पेपर दिनुहोस् न पापा। पापा टिस्यु पेपर ल्याइदिनु। कान्छी टिस्यु पेपर ल्याउनु। हेलो काया, के गर्नु भएको? चस्मा लाउनु भएको हो? मापुरा छोरी चस्मा लाउने हो? कायाको चस्मा, मामुको चस्मा नि लाग्यो कायाले। वाउ, के लगाउनु भयो? अब हामी के खाने? खाजा खाने है? बर्गर खाने, बर्गर। अनि खायो है त म पनि। के हुनु त चाहिँ? रेस्टुरेन्ट ठाउँमा चाहिँ हामीले खानेकुरा नपाएर त्यहाँ थिएन रहेछ। त्यही अर्को ठाउँमा आएर रोकेर खाएको चाहिँ अब हाम्रो डेस्टिनेसन पुग्नु चाहिँ 1.5 आवर छ। हामीलाई गरी भनेर भेटाउँ। तपाईँ धन्यवाद। म चाहिँ गरी हामीलाई चाहिँ भिजेको हामीलाई भिक्लियो। बेब तपाईँलाई होइन यो ठाउँमा यो ठाउँमा तपाईँलाई घन्टाको 25 पाउन्ड दिन्छु रे। काम गर्नुहुन्छ कि गर्नुहुन्न यो ठाउँमा? किन? गर्छ
खेतीपाती खेतीपाती सबै गर्छु तिमी गर्छौ बे 100 पाउन्ड दियो भने त गरिहाल्छु नि घट्टाको 100 पाउन्ड भनेको सानो क्याप ओढ्छु टक्कले चस्मा लाउँछु बुट लाउँछु एक घन्टा कालो हुन्छ नि त अनि कालो भयो के फरक पर्दैन कालो भयो नि केही फरक पर्दैन क्याप लाएर अनि चस्मा लाएर बुट लाएर सेफ्टी भएर त्यसपछि पानी खाँदै खाँदै काम गर्छु 100 पाउन्ड भयो त नि वर्षमा त कति हुन्छ मेरो त अनि एउटा राजमहल किन्ने घरमा पैसा आउँछ गरिबको सपना फाइनली हाम्रो घर आइपुग्यो आजको बस्ने घर कस्तो रहेछ हेरौँ खतरा रहेछ यार दामी रहेछ यहाँ बस्ने ठाउँ वाउ सो नाइस किचन सिटिङ रुम राम्रो रहेछ यार मन पर्यो अब न यता रहेछ बाथरुम खै यहाँ रहेछ डबल बेडरुम बुनुरा माइलीको बेड खतरा रहेछ सिङ्गल सिङ्गल यता रहेछ हाम्रो बेडरुम अड्छ त आमामा कायामा यहाँ पनि रहेछ वासरुम कस्तो लाग्यो त माइली रुम घर कस्तो लाग्यो घर भेना कस्तो लाग्यो घर ठिकै छ राम्रै छ राम्रो लाग्यो मलाई कोट बेड छ कोट बेड छैन दामी रहेछ दामी हाम्रो घर मलाई चाहिँ मन पर्यो है वाउ यहाँ सुतेर बस्छ तिमीहरू अब टिकटक बनाऊ नाच कायालाई नि मन पर्यो जस्तो छ काया मन पर्यो सानो मन पर्यो आमा मन पर्यो अरे छोरीलाई नि मन पर्यो रे घर मलाई त मन पर्यो चिटिक्कको सबै कुरा मिलाएको रहेछ सामानहरू हुलौँ कसले दिन्छ र सधैँभरि बस्नलाई पैसा टन्नै छ पैसा टन्नै छ सधैँभरि बस्नलाई अबे बेजत नि नगर्नु लक गर्दैछ जस्तो छ बुनु तिमीले बेकारमा त्यत्रो खर्च गर्यो र 20 लाख जब भयो मेरो पनि छ क्यार दे हो हामी चाहिँ हाम्रो घर आइपुगेर एकछिन रेस्ट गऱ्यौँ त्यसपछि चिया खाएर नजिकैको बिच जाँदैछौँ सनसेट हेर्नलाई आइपुग्यौँ बिच पनि अब पार्किङ गरेर हामी 5 मिनट हिँड्छौँ अनि एकछिन रमाइलो गरेर घर फर्कन्छौँ बिचको भ्यू चाहिँ दामी देखिरहेछ तर अलिअलि चिसो पनि रहेछ सनसेट हेर्न आएको रे बिचमा चिसो पो भयो म त हावा चलिरहेको रहेछ यहाँ चाहिँ मान्छेहरू लेखिरहेछन् के लेखिरहेको
बिचमा त हामी मात्रै होला जस्तो छ त हो गाइज गाइजहरू हाम्रै मात्रै बिच जस्तो छ त हौ आज त बेब मलाई त सुरुमा हिँडेको याद आयो त हो नि कता हो बाटो त उकालो छ त हौ गोर्खामा त राम्रो होला है गोर्खा त राम्रो होला है बाटो त खतरा रहेछ त यार सानो न सानो लड्छ है बिस्तारी है गाइजहरू ओहो खोले साग नि पाउँदो रहेछ त हौ म त साग टिपेर लग्छु भएर जाँदा त पकाएर खानु त हुन्छ समातिर छ हौ त्यति साह्रो कमजोर नि छैन हौ युहु युहु ओहो मोडलहरू हेर यो दुईजना सबजना घर जान्छन् हामी चाहिँ आउँछौँ होइन खोले साग टिप्नु पर्यो म चाहिँ खोले साग खोइ त नि ल गाइज यहाँ चाहिँ बिच छ है बिचमा मान्छे रमाइलो गरिरहेछ अनि यहाँ चाहिँ साग चोर रहेछ के साग रे यो खोले साग रे साग चोर रहेछ यता चाहिँ बिच सनसेट कहाँ छ सनसेट त्यहाँ छ भेरी ब्युटिफुल सनसेट दुईजना मोडलहरू छ त्यहाँ छ मलाई क्यामेरा अलि राम्रोसँग खिच्न आउँदैन त्यहाँ छ भेरी ब्युटिफुल डे 9 बजे अहिले युकेको यहाँ साग चोर रहेछ म चाहिँ एस्कर्टिङ गर्दैछु केसँग रे ल गाइज अझै पनि ऊ 5 मिनट भइसक्यो साग टिप्दैछ ऊ टन्नै झोलाभरि साग टिपिसक्यो अब झोलाभरि टिप्यो साग चोरले यहाँ चाहिँ ब्युटिफुल भ्यू छ मोडलहरू अझैसम्म मोडलिङ गरिरहेछ त एकदमै योलाई चाहिँ के भन्छ थाहा छैन यो के भन्छ यसलाई यो ठाउँलाई यो 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 वाइट टावर छ क्या उनीहरू टाढा त्यो टावरलाई आई डोन्ट नो मैले बिर्सेँ मलाई थाहा थियो तर ठिकै छ भोलि पर्सितिर टाइम भयो भने जाउँला अहिलेको लागि साग चोर र म फर्किँदैछु हो र ओहो हो र ल गाइज यहाँ चाहिँ बिच छ है बिचमा मान्छे रमाइलो गरिरहेछ अनि यहाँ चाहिँ साग चोर रहेछ के साग रे यो
खोले साग रे साग चोर रहेछ यता चाहिँ यता चाहिँ बिच सनसेट कहाँ छ सनसेट त्यहाँ छ भेरी ब्युटिफुल सनसेट दुईजना मोडलहरू चाहिँ त्यहाँ छ मलाई क्यामेरा अलि राम्रोसँग खिच्न आउँदैन त्यहाँ छ भेरी ब्युटिफुल डे 9 बजे अहिले युकेको यहाँ साग चोर रहेछ म चाहिँ एस्कर्टिङ गर्दैछु सानीहरू चाहिँ कहिले अगाउँदैन टिकटक बनाएर हामी चाहिँ बिचबाट भर्खर घर आइपुग्यो आजको लागि चाहिँ भ्लग यति नै कन्टिन्यू टुमोरो ओके छोरी पापा इज सर्चिङ वाट वाइन बाई बाई गुड नाइट भन काया